कुनै नजिकको ठाउँ पाएदेखि घुम्न जानुहुन्थ्यो भन्ने सोचमा हुनुहुन्छ भने हजुरको लागि चाहिँ एकदमै बेस्ट अप्सन हुनसक्छ हाम्रो भाजु पोखरी चाहिँ। हजुरहरूलाई सिद्धपोखरी थाहा होला, सिद्धपोखरीको चोकमा आइपुग्नु भयो भने चाहिँ त्यसको अपोजिट साइडमा चाहिँ भाजु पोखरी चाहिँ पछाडिको दृश्य हजुरले हेर्न सक्नुहुन्छ। यति ब्युटिफुल चाहिँ यहाँ चाहिँ बोटिङ हुन्छ र यति ब्युटिफुल एकदमै प्रशस्त चाहिँ कलरफुल माछाहरू पनि छन्, धेरैले इन्जोय गर्नुहुन्छ। भाजु पोखरीको विषयमा विस्तृत चाहिँ यहाँहरूलाई म जानकारी अर्को भिडियोमा गर्छु। आज चाहिँ बस यहाँहरूलाई बिदाको सदुपयोग गर्न मन छ भने हाम्रो भाजु पोखरी चाहिँ आउन सक्नुहुन्छ। भाजु पोखरी आइसकेपछि यहाँहरूले हाम्रो निसर्ग देख्नुहुन्छ। निसर्गमा चाहिँ निसर्ग स्पेसल चियाहरू छ र सँगसँगै हामीले चाहिँ अर्ग्यानिक आइसक्रिम पनि सुरु गर्ने तयारी गरिसकेका छौँ। चाँडै चाहिँ यहाँहरूलाई उपलब्ध हुन्छ र सँगसँगै निसर्ग त्यो मात्र होइन, निसर्ग चाहिँ प्राकृतिक हिसाबले मानिसहरूलाई चाहिँ स्वस्थ बनाउने चाहिँ स्थल हो भनौँ न। निसर्ग चाहिँ यहाँहरूले आएपछि पनि थाहा पाउनुहुन्छ। बाँकी कुरामा कुनै अर्को भिडियोमा निसर्गको बारेमा पनि डिटेल कुरा गर्नेछु। हाम्रो भाजु पोखरी चाहिँ को घुम्न आउन तयार हुनुहुन्छ कमेन्ट गर्नुहोस् ल।